नमस्ते गर्नुपर्छ भनेर मलाई सधैँ कपडा बेरेर हिँड्ने क्या तिमी त कपडा बेरेर हिँड्छौ कपडा नबेरिकन आऊ है अलि चिटिक्क पर राम्रो बनेर आऊ है मैले मात्रै यसलाई झुक्क्याएको सङ्गीताले अरूलाई पुरैलाई अप्रिलमा मनाएको हेर्नु हाम्रो गाउँघर यत्रो कतिजना मान्छे थुपाएर यिनीहरूले आज सर गइसक्यो आज हामी संस्था हो भनेर लाएर कसैलाई के भनेर तिमीलाई के भने अरे कृषिको त उ के अरे दर्ता गर्न आउ जसरी नि अरे तिमीलाई के भने अरे मलाई सानो किसानको बिन्दल पैसा दिने भोलि सानो गर्दा त्यो अस्तिको मिलेन गरे भन्नु होला जरिमाना लाग्छ भनेर आज 100 रुपैयाँ बोकेर आउँछु पैसा दिनु भयो भनेर खै 100 रुपैयाँ हेमन्त ले भने फर्केर गएर लिएर आएको शनिबारले जरिमाना लाग्छ भने कि अब म ढिलै भएछ म त्यहाँ सम्झ्दा यो इनिसोसमा सम्झनु भएको मान्छेलाई पनि हेर न नबोला भने उसलाईसम्म होइन बिमारी मान्छे हिँड्नुपर्छ भनेर हेर न उसलाई पनि बोलाइ कति लिन्छ 50 रुपैयाँ बिचरा उजुल दिदी बिचरा बुढी मान्छे हेर्न कान्छीले हेर्नु त बिचरा यस्तो बुढी मान्छेले बोलाएर हेर त बिमलाले कसरी मेसो पायो त म सँगसँगै त आछु हामी यसरी अप्रिल मनाउने गर्छौँ हरेक वर्ष तर हरेक वर्ष उहाँहरू झुकिनुहुन्छ जहिले झुकिनु बोलाएको छु कि ठुल्ठुलो मान्छे घोस काट्ने भनेर बोलाइरहेको छु हर वर्षमा यिनीहरू झुकेर आएकै चिया पानी पिउन हरेक वर्ष यिनीहरूलाई मैले सधैँ झुक्याउने गरेको छु जहिले झुक्याउने किन कहिले जहिले पनि झुकिने भनेको कि यसो हेरै हुन्छ नि कहिले हामीलाई पनि झुक्याउन है चिया खानु पल्केर हो कि चिया खानु पल्केर बिचरा यतातिर झन् पीडित हो बिचरा उसले लिएर आएछ मैले शान्तिलाई चाहिँ बोला है शान्ति कहाँ हाँस्छ रमाइलो गर्छ भनेर यिनीहरू बिहा नै हो कि उजुलतिर अहिले भर्खर आएको ल राम्रोसँग जानु अप्रिल पनि मनाउनु भयो यस्तै हो गाउँमा रमाइलो हुन्छ रिस ल बाई बाई खुसी भएर जानु भयो अर्को वर्ष पनि झुकिनु होला है अप्रिलको धेरै शुभकामना हरेक वर्ष उहाँहरू झुकिने गरिरहनु भएको छ हरेक वर्ष झुकिने मान्छे यिनीहरू हेर न जरिमाना लिएर आउन् बिचरा ल ल ल आज घाटी दिनमा अस्तिको छ अरे काटेर कति छ नि